सबैजना साथीलाई नमस्ते अनि सबैजना साथीलाई स्वागत छ आजको हाम्रो क्लासमा। सबैजना साथीहरू आराम हुनुहुन्छ होला है। ल क्लासमा आउँदाखेरि नाम सबैजनाले साथीहरूले राख्नु होला। यदि राख्नु भएको छैन भने आफ्नो पुरा नाम राखेर जोइन गर्नु होला है त। ल अब क्लासको टाइम भइसकेको छ आजको। अब हामी ढिला नगरिकन हामी आजको क्लास सुरु गरौँ है। केही कुराहरू समस्या भयो, केही कुराहरूको कन्फ्युजन भयो भने कुरा राख्न सक्नुहुन्छ। ल अब आज हामी जिकेको टपिक हेर्दैछौँ। अब केही दिन हामी जिकेको टपिक हेर्छौँ, त्यसपछि अनि समय रह्यो भने यो हप्ताको बाँकी दिनहरू चाहिँ आइक्यू पनि हेर्छौँ। र अब आज हामी इम्पोर्टेन्ट टपिक है, इम्पोर्टेन्ट टपिक आज हामी हेर्दैछौँ जिकेको नेपालको भूगोल है त। नेपालको भूगोल। नेपालको भूगोल है त। अब भूगोल भन्नाले के भनिन्छ भन्ने कुरा तपाईँहरूलाई थाहा छँदैछ। भूगोल भनेको जियोग्राफी है। जियोग्राफी भनेको के हो त? दुईटा अक्षर जियो र ग्राफी, जिआरए पिएचवाई, ग्राफी भन्ने शब्दले बनेको हुन्छ। जियो भनेको पृथ्वी अनि ग्राफी भनेको त्यसको अध्ययन, त्यसको डिस्क्रिप्सन, त्यसको चाहिँ रेकर्ड, त्यसको चाहिँ चाहिँ के त्यसको डिस्क्रिप्सन, त्यसको रेकर्ड राख्नुलाई के भन्छ? ग्राफिक। यो ग्राफी भन्ने चाहिँ ग्राफिया भन्ने ल्याटिन वर्डबाट आएको हो, जियोग्राफी। र आज हामी चाहिँ नेपालको भूगोल, नेपालको जियोग्राफी, नेपालको भौगोलिक अवस्था, प्राकृतिक स्रोत साधनहरू, सबै कुराहरू हामी अब केही दिनहरूमा आज यो सुरु गरिसकेपछि हामी हेर्नेछौँ। राम्रोसँग तपाईँहरूले ध्यान दिनुहोला है त। ल सबभन्दा पहिला नेपालको भूगोल कुरा गर्नुपर्दा अब नेपालको अवस्थिति है। नेपाल कहाँनिर छ त? पृथ्वीको कतापट्टि छ, के छ भन्ने बारेमा पनि थोरै चर्चा गरौँ। यो भयो गोलो। अब पृथ्वी ठ्याक्क गोलो त हुँदैन, यता अलिकति थेप्चो थेप्चो हुन्छ, यसरी यसरी थेप्चो टाइपको हुन्छ। ल यो हो भूमध्य रेखा है। यो बिचबाट गएको लाइन के हो त? भूमध्य रेखा भन्छ यसलाई। यो मैले रफ मात्रै बनाइरहेको छु, तपाईँहरूलाई बुझाउनको लागि मात्रै हो है यो। अनि यतापट्टिको यो जुन स्ट्रेट लाइन छ यो हो प्रधान मध्याह्न रेखा है त। प्राइम मेरिडियन लाइन, प्रधान मध्याह्न रेखा है त। यो पछि हामी मजाले फेरि यसको टपिकमा हामी पढ्छौँ। अहिलेको लागि चाहिँ हेर्नु मात्रै होला, ध्यान मात्रै दिनु होला। अब यो जुन लाइन छ, जुन यो तेर्सो खालको यो लाइन छ, यसलाई चाहिँ देशान्तर रेखा भन्छ है। देशान्तर, यो पहेँलो यो जुन यस्तो खालको यो तेर्सो लाइन चाहिँ देशान्तर भयो है। देशान्तर भन्छ भने अहिले मैले यो बनाइरहेको यस्तो खालको छ, यो चाहिँ तपाईँको के हो त? यो चाहिँ फेरि अक्षांश है त। लङ्गिट्युड ल्याटिट्युड भन्ने सुन्नुभएको होला नि। यो चाहिँ के हो त भन्दा यो चाहिँ तपाईँको यस्तो खालको, यस्तो खालको यो चाहिँ के हो त? तपाईँको अक्षांश रेखा है त। अब देशान्तर रेखा, देशान्तर भनेको यस्तो खालको तेर्सो रेखा है। तेर्सो रेखाले चाहिँ के जनाउँछ त? दूरी जनाउँछ है। नेपाल कतापट्टि छ भनेर जनाउँछ। देशान्तरको हिसाबले देशान्तरमा हेर्दाखेरि नेपाल केमा पर्छ त? पूर्वी देशान्तरमा पर्छ है। पूर्वी देशान्तर। अब पूर्व पश्चिम मानियो भने यतापट्टि इस्ट, यतापट्टि नर्थ, यतापट्टि साउथ, यतापट्टि वेस्ट भनेपछि नेपाल कतापट्टि पर्छ हेर्नुहोस् त?
नेपाल पर्ने भनेको कतापट्टि हो त? यो साइडमा पर्छ है। यो साइडमा, यो साइडमा नेपाल यसरी तपाईँको यहाँनिर पर्छ। अब यहाँनिर परिसकेपछि के भयो त हेर्नुहोस् त, ठ्याक्कै तपाईँको यो पूर्वतिर भयो। यसलाई चाहिँ अब इस्ट मान्ने, यसलाई नर्थ, यसलाई साउथ, यसलाई वेस्ट मानियो भने के भयो त, पूर्वतिर पर्यो नि होइन। त्यही भएर के भयो त भन्दा यो यो देशान्तर चाहिँ पूर्वी देशान्तरमा पर्यो, पूर्वी देशान्तरमा। अनि अक्षांशको कुरा गर्नुपर्दा अक्षांश भनेको के हो त, यसले नाप्ने भनेको चाहिँ समय नाप्छ है। यो अक्षांश रेखा चाहिँ हामीले समयको लागि मेजरमेन्ट, जस्तै तपाईँको मानिलिनुहोस् यो जुन अक्षांश रेखा छ नि, यिनीहरूको बिचको लागि टाइम एउटा हुन्छ। त्यस्तै गरेर यतापट्टिको लागि टाइम अर्को हुन्छ, यतापट्टिको लागि समय अर्को हुन्छ, यतापट्टिको लागि समय अर्को हुन्छ। यसरी चाहिँ तपाईँको के हुन्छ त भन्दा यो अक्षांश रेखाले चाहिँ समय नाप्छ र देशान्तर चाहिँ पूर्वी देशान्तरमा पर्यो भने अक्षांश चाहिँ तपाईँको उत्तरमा पर्छ है। केमा पर्छ त, अक्षांश उत्तरमा पर्यो, देशान्तर चाहिँ पूर्वमा परेको हुनाले यसरी नेपालको अवस्थिति चाहिँ यस्तो खालको छ है त। अब यो कति डिग्री अक्षांशमा कति डिग्री यो भन्ने कुरा तपाईँलाई म नोटमा पनि राखिदिन्छु, त्यसैले तपाईँले त्यताबाट हेर्न सक्नुहुन्छ है। ल, यो भयो तपाईँको नेपालको अवस्थिति, नेपाल पृथ्वीको कतापट्टि छ भन्ने कुरा चाहिँ यसरी थाहा भयो। त्यसपछि अब तपाईँलाई केही बेसिक कुराकानी यो हामीले गर्दाखेरि हामी नेपालीहरू के छौँ त, एकदमै भौगोलिक रूपमा विविधता छ हाम्रो। हाम्रो जुन चाहिँ यो सतह छ, हाम्रो सतह भनेको विश्वको सर्वोच्च शिखर सगरमाथा जुन 8,848 मिटरमा अवस्थित सगरमाथा पनि हामीसँग छ। 8848.86 मिटरमा अवस्थित सगरमाथा पनि हामीसँग छ भने तपाईँको 58 मिटरमा अवस्थित ठाउँ पनि हामीसँग छ। भनेपछि हामीसँग के छ, विभिन्न चाहिँ चाहिँ भेराइटी छ हाम्रो यो चाहिँ उचाइका हिसाबले के छ त, समुद्र सतहबाट हामी सानोदेखि अग्लो ठाउँसम्म हामीसँग छ। र अर्को कुरा क्षेत्रफलको कुरा है, क्षेत्रफलको कुरा। अब यो क्षेत्रफलको कुरा गर्नु पर्दाखेरि अब नयाँ क्षेत्रफल जुन 501 जोडेर आएको छ, त्यसलाई चाहिँ अफिसियल रूपमा अझै पनि हेरेको छैन। अब अब आउने नयाँ सरकारले चाहिँ त्यसलाई हेर्ला होइन। अब अहिलेसम्म चाहिँ तपाईँको यो पारित त भयो, पारित भएर पनि यो अब तपाईँलाई थाहा छँदैछ, अब हाम्रो भर्खरै सम्पन्न चुनावमा पनि अब त्यो एरियामा चुनाव गराउन अब हाम्रो आफ्नै सरकार चाहिँ नाकाम रह्यो भनिसकेपछि अब त्यो जुन बढाइएको जुन क्षेत्रफल, जुन चुच्चे नक्साको कुरा गरिरहेको छु मैले, हो त्यो चुच्चो नक्सा चाहिँ हामीसँग लेख्नलाई त आयो, तर के छ, प्र्याक्टिकल अझै हामीसँग आइपुगेको छैन, किनभने त्यहाँको कन्ट्रोल हामीसँग अहिले छैन है। त्यसैले गर्दाखेरि तपाईँलाई एक्जाममा पनि अब त्यो नयाँ जुन हामीले पढ्नुपर्ने छ त्यसलाई चाहिँ तपाईँको अहिले सोध्दैन। किन सोध्दैन भने त्यो तपाईँको अझै पनि चाहिँ चलन चल्तीमा नआएको हुनाले तपाईँलाई त्यसरी त्यहाँ सोध्दैन। र हाम्रो अवश्य हामीले सानैदेखि पढेको हाम्रो जुन तपाईँले क्षेत्रफल वर्ग किलोमिटरमा पढ्नु भएको छ, त्यही वर्ग किलोमिटर हाम्रो अझै पनि हामीले त्यही नै पढ्छौँ। कति त भन्दा 147181 स्क्वायर किलोमिटर है। 147181 स्क्वायर किलोमिटर अथवा वर्ग किलोमिटर जे भने पनि भयो। अब यसको चाहिँ तपाईँलाई किलोमिटरमा थाहा हुन्छ, तर कहिलेकाहीँ वर्ग माइल सोधिदिन सक्छ है। यो भनेको वर्ग किमी भयो। अब वर्ग माइलमा सोध्यो भने कति त है, यो पनि तपाईँले जान्नुपर्ने हुन्छ है। वर्ग माइलमा सोध्यो भने 56827 वर्ग माइल है। माइल यो चाहिँ तपाईँको वर्ग माइल कति वर्ग माइल छ भनेर तपाईँलाई अप्सनमा माइलमा आयो भने 56827 नेपालको क्षेत्रफल चाहिँ यो तपाईँले सम्झिनु पर्यो है त। अब अर्को कुरा भनेको तपाईँले सम्झिनु पर्ने भनेको विश्वको कुल क्षेत्रफल मध्ये नेपालले कति पर्सेन्ट ओगटेको छ त्यो जान्नु पर्यो है। नेपालले ओगटेको है त, नेपालले ओगटेको, नेपालले ओगटेको विश्वमा है, नेपालले ओगटेको विश्वमा कति पर्सेन्ट, विश्वको जम्मा 0.03% मात्रै ओगटेको छ है त। कति त, 0.03% मात्रै, 0.03% है। एकैछिन रोक्नुहोस् है त। ल, 0.03% मात्रै के छ, यो विश्वमा ओगटेको छ भने एसियामा है,
नेपालले ओगटेको एसियामा एसियामा कति छ? एसियामा कति छ त भन्दा 0.3%। सजिलो छ सम्झिन पनि। यसमा चाहिँ 0.03 विश्वमा चाहिँ, एसियामा चाहिँ कति छ त? 0.3% छ है। अब दक्षिण एसिया, दक्षिण एसिया है, हाम्रो यो साउथ एसियामा, दक्षिण एसियामा दक्षिण एसियामा कति ओगटेको छ त भन्दा 2.82 है। 2.82% चाहिँ दक्षिण एसियामा ओगटेको रहेछ है त। दक्षिण एसियामा ओगटेको रहेछ। अनि अर्को कुरा तपाईँको यो जानिराख्दाखेरि नेपाल र भारतको सिमाना है, नेपाल र भारतको सिमाना, नेपाल र भारतको सिमाना कति छ? सँगै कति छ त है? नेपाल र भारतको सिमाना भनेको 1690 किलोमिटर। यति चाहिँ हामीले भारतसँग बोर्डर हाम्रो रहेछ, नेपाल र भारतको। भने तपाईँको नेपाल र चिनको, नेपाल र चिनको सिमाना चाहिँ कति छ त भन्दा योभन्दा कम छ, 1236 किलोमिटर है। अहिले हामीले नेपालको भौगोलिक अवस्थितिको बारेमा थोरै हेरिरहेको छौँ। यो चाहिँ के छ त भन्दा नेपाल र चिनको सिमाना चाहिँ 1236 किलोमिटर रहेछ भने नेपाल र भारतको चाहिँ कति रहेछ त? 1690 रहेछ। अनि अर्को कुरा चाहिँ तपाईँलाई अर्को सोध्न सक्ने भनेको नेपालबाट सबैभन्दा नजिक चाहिँ भारत बाहेकको अरू देश कुन हो भनेर सोध्यो भने के होला? ल मलाई एन्सर दिनुहोस् त च्याटमा। ल एन्सर दिनुहोस्। नेपालबाट सबैभन्दा नजिक देश भारत र चाइना बाहेक, ल भन्नुहोस्, ट्राई गर्नुहोस् कुन देश नजिक होला? नेपालबाट नजिक सिमाना नजोडिएको देश है, सिमाना नजोडिएको देश कुन होला भन्नुहोस् त? गुड, बङ्गलादेश है त। नजोडिएको देश कुन हो त? देश भनेको कुन त भन्दा बङ्गलादेश, बङ्गलादेश। जम्मा कति छ होला? हो, जम्मा कति छ? 27 किलोमिटर, 27 किलोमिटर। तपाईँको नेपाल र बङ्गलादेशको बिचमा अलिकति चाहिँ यति चाहिँ के छ त? इन्डिया पर्छ। यही गरले गर्दाखेरि अब हामीले डाइरेक्ट बङ्गलादेशसँग सामान किन्न, सामान चाहिँ अब जस्तै बङ्गलादेशमा त धेरै सामानहरू पानी जहाजबाट उता विदेशतिरबाट, युरोप, अमेरिका होइन, खाडीतिरबाट चाहिँ समुद्रको जहाजमा आउँछ। अब त्यहाँबाट नेपालले सामान ल्याउनको लागि चाहिँ बिचमा अलिकति इन्डिया छ, यो 27 किलोमिटर। त्यसले गर्दा हामीलाई चाहिँ एकदमै गाह्रो भइरहेको छ। प्लेनमा ल्याउन धेरै महँगो, नेपालसँग डाइरेक्ट बङ्गलादेशको सिमाना जोडिएको छैन, बिचमा इन्डिया पर्छ। र के हुन्छ भने बङ्गलादेशबाट नेपालले सामान मगायो भने पहिला इन्डिया ल्याउनु पर्यो, त्यहाँ ट्याक्स लाग्ने भयो। फेरि इन्डियाबाट फेरि नेपाल ल्याउँदा त्यहाँ ट्याक्स लाग्ने भयो। दुईवटा देशबाट ल्याउँदाखेरि डबल। जस्तै तपाईँको चाहिँ 100 रुपियाँको सामान छ भने त्यो चाहिँ बोर्डर पास गर्दाखेरि कति हुने भयो त? डबल भएर 300 रुपियाँ हुने भयो है। यसरी के हुन्छ? हामीलाई यसले चाहिँ घाटा गरिरहेको छ। यो चाहिँ बङ्गलादेश के छ त भन्दा नेपालबाट सिमाना नजोडिएको सबैभन्दा नजिकको देश है त। त्यसपछि सेकेन्डमा कुन देश छ त? दोस्रोमा चाहिँ दोस्रो कुन देश होला? ल भन्नुहोस् त। पहिलो चाहिँ बङ्गलादेश 27 किलोमिटर, दोस्रो चाहिँ दोस्रो चाहिँ के हो त? भुटान, भुटान। भुटान चाहिँ कति छ त भन्दा 32 किलोमिटर है, 32 किलोमिटर है त। यो चाहिँ भुटान छ, नजिक सिमाना नजोडिएको 32 किलोमिटर चाहिँ के छ त? भुटान नेपालबाट टाढा छ है त। र नेपाल र भुटानको बिचमा पनि के छ त भन्दा भारत छ। यसरी चाहिँ हाम्रो
यो कुराहरू तपाईँले जान्न पर्यो। ल, यहाँसम्म क्लियर छ भने यस लेख्नुहोस्। ल, अब यसपछि अलिकति तपाईँले चाहिँ नेपालको अझै अलिक केही दुई चारवटा कुराहरू हामीले जान्नुपर्ने छ। जस्तै तपाईँको नेपाल एसियाको कतिौँ ठुलो राष्ट्र हो त है? एसियामा त धेरै देशहरू छन्। नेपाल एसियाको कतिौँ ठुलो राष्ट्र हो त भन्दा 26औँ ठुलो राष्ट्र हो है। 26औँ ठुलो राष्ट्र साइजमा है, ठुलो राष्ट्र है त। के हो त? नेपाल एसियाको 26औँ ठुलो राष्ट्र हो है। त्यस्तै गरेर एसियाको 26औँ भयो है। अनि विश्वमा है त, विश्वमा विश्वमा हेर्नुहोस् है, जनसङ्ख्याको आधारमा यहाँ अब जनसङ्ख्याको आधारमा ठुलो 49 नम्बरमा छ। जनसङ्ख्याको आधारमा जनसङ्ख्याको आधारमा 49 है, 49 नम्बरमा छ। अनि क्षेत्रफलको आधारमा चाहिँ फेरि तपाईँको विश्वमा 94 है त। ठ्याक्क सजिलो छ, हेर्नुहोस् त। विश्वको जनसङ्ख्याको लागि 49 भयो, अनि यता क्षेत्रफल एरिया वाइज चाहिँ कति भयो त भन्दा यसैको उल्टो 94। एउटा सम्झ्यो भने अर्को आइहाल्यो। यो जनसङ्ख्या कम छ 49, क्षेत्रफल 894 भनेर सम्झिनु होला है। यो चाहिँ तपाईँको के भयो त? एरियाको कुरा भयो है त। ल, त्यसपछि अर्को, अब हाम्रो देश हेर्नुहोस् है, हाम्रो देश कस्तो छ। अब यो म रफ नक्सा बनाउँदैछु। ल, यस्तै यस्तै टाइपको छ है। अब हाम्रो देशको हेर्नुहोस् है। अब यहाँ चाहिँ के छ? लम्बाइ। यो लम्बाइ भनेको हाम्रो यता पूर्व यता यहाँदेखि मेचीदेखि पश्चिम यता महाकालीसम्म, यहाँदेखि यहाँसम्मको हाम्रो लम्बाइ है। लम्बाइ कति छ त भन्दा 885 किलोमिटर। 885 किलोमिटर लम्बाइ है, लम्बाइ। त्यसपछि उत्तर दक्षिणको चौडाइ है। उत्तर दक्षिण, अब उत्तर दक्षिणको चौडाइ भनेको अब यता र यताको। अब हेर्नुहोस् है, यो उत्तर दक्षिण चाहिँ अलिक फरक छ। किनभने जस्तै अब यो पार्ट यहाँदेखि यहाँसम्म गर्नुभयो भने कम आउँछ, किनभने यो पार्टमा अलिकति खाल्टो छ। अब यहाँदेखि यहाँसम्म गर्नुभयो भने धेरै आउँछ, किनभने यो पार्टमा चौडा छ। त्यही भएर जहिले पनि के हुन्छ भने यो हाम्रो लम्बाइ चाहिँ सेम उनै भयो, लम्बाइ चाहिँ फिक्स छ। अब लम्बाइ त चेन्ज हुने कुरो भएन होइन। तर चौडाइमा चाहिँ के भयो भने यसको चाहिँ हामीले औसत चौडाइ लिन्छौँ है। औसत चौडाइ, औसत चौडाइ, औसत चौडाइ भनेको 193 किलोमिटर है त। किनभने अधिकतम तपाईँको यो म्याक्सिमम् 241 छ, अनि मिनिमम चौडाइ चाहिँ तपाईँको 145 छ। अनि दुईटाको एभरेज निकाल्दाखेरि 193 किलोमिटर चाहिँ एभरेजमा निस्किन्छ है। त्यसैले चाहिँ यो कुराहरू पनि तपाईँले जान्नुपर्ने हुन्छ है त। त्यस्तै गरेर अर्को भनेको तपाईँको अब नेपालको सबैभन्दा ल, नेपालको सबैभन्दा के अरे नेपालको चाहिँ यो औसत लम्बाइ 825 भयो, औसत चौडाइ 193 भयो। यति कुराहरू चाहिँ तपाईँले जान्नुपर्ने हुन्छ है त। ल, यहाँसम्म सबैजनालाई क्लियर छ। अब हामी बिस्तारै के गरौँ भने यसको अब टपिकतिर प्रवेश गर्दछौँ। यो चाहिँ तपाईँलाई सामान्य बेसिक
चाहिँ मैले के गरेँ हल्का ब्याकग्राउन्ड तपाईँलाई भनिदिएँ है। अब साथीहरूले राइटिङहरू केही कन्फ्युजन भयो भने मैले बोल्दै लेखिरहेको हुन्छु, तपाईँले बोलेको सुनेर पनि चाहिँ सँगसँगै लेख्नुभयो टिप्नुभयो भने तपाईँहरूलाई सजिलो हुन्छ र यसको नोट्सहरू पिडिएफ सबै पाउनुहुन्छ तपाईँहरूले। त्यही भएर त्यसको टेन्सन चाहिँ नलिनु होला है। अब मैले यहाँ चाहिँ क्लासमा मेन मेन कुराहरू जुन चाहिँ तपाईँले बुझ्ने कुराहरू चाहिँ सकेसम्म बुझाउन कोसिस गरिरहेको हुन्छु। अरू तपाईँलाई लेख्ने कुराहरू त नोट्समा मजाले पाइ नै हाल्नुहुन्छ है, यो टपिक सकिएपछि पाउनुहुन्छ है त। ल अब यो नेपाल हेर्नुहोस् है, यो नेपाल भयो होइन, हाम्रो देश भयो। ल यो नेपाल भयो। अब यो नेपालको चाहिँ सिमानाको पहिला कुरा गरौँ है। अब सिमाना, सिमाना हेर्नुहोस् है। अब नेपालको सिमाना हेर्नुहोस् है। अब कहाँ कहाँ जोडिएको छ, जस्तै पूर्वमा, पूर्वमा हेर्नुभयो भने तपाईँको यो एरिया हेर्नुहोस्, यो एरिया, यो एरिया पुरै तपाईँको के छ त, यता यो यो एरियामा तपाईँको दुईटा स्टेट, दुईटा राज्य जोडिएको छ। यतापट्टि तलपट्टि छ हल्का, यता जुन सिलिगुडी साइड काकडभिट्टा साइडसँग जोडिएको पश्चिम बङ्गाल, वेस्ट बङ्गाल होइन, पश्चिम बङ्गाल, यतापट्टि पश्चिम बङ्गाल, भारतको राज्य पश्चिम बङ्गाल है, बङ्गाल। अनि माथितिर हेर्नुभयो भने यहाँ के, अनि तपाईँले दार्जिलिङ भन्नुहुन्छ नि, यो दार्जिलिङ पनि पश्चिम बङ्गाल भन्ने राज्यभित्र पर्छ है। यो जुन कलकत्ता छ नि, कलकत्ता पनि यही पश्चिम बङ्गालभित्र पर्छ, सिलिगुडी पनि पश्चिम बङ्गालभित्र पर्छ, दार्जिलिङ पनि पश्चिम बङ्गालभित्र पर्छ। अनि यतापट्टि माथि भएको चाहिँ सिक्किम, यो माथि भएको चाहिँ के छ त, सिक्किम। यतातिर चाहिँ के छ, सिमाना चाहिँ यतापट्टि सिक्किम छ पूर्वतिर, अनि तल्लो साइडतिर चाहिँ पश्चिम बङ्गाल छ भने। अब यहाँ हेर्नुहोस्, यतातिर चाहिँ तपाईँको फेरि के छ त, यो साइडमा चाहिँ तपाईँको फेरि उत्तर प्रदेश युपी भनिन्छ नि, यता चाहिँ सरी बिहार, यतापट्टि चाहिँ के छ, बिहार छ, भारतको बिहार, बिहार छ भने। यो साइडमा तपाईँको के छ त, यो साइडमा फेरि तपाईँको युपी भनिन्छ नि, उत्तर प्रदेश, उत्तर प्रदेश छ है, उत्तर प्रदेश यो भारतको, भारतको राज्य है त, यो उत्तर प्रदेश छ। अनि यो साइडमा चाहिँ फेरि तपाईँको के छ त, यो साइडमा चाहिँ फेरि भारतको उत्तराखण्ड भन्ने राज्य छ है, नेपाललाई घेरेको उत्तराखण्ड, उत्तराखण्ड भन्ने राज्य छ भने। अनि यो साइड माथिको साइड पुरै के छ त भन्दा तिब्बत, माथिको चाहिँ के छ त, पुरै तिब्बत छ है त। यसरी के छ त, सिमाना चाहिँ हाम्रो पूर्वमा के भयो त, पूर्वमा, पूर्वमा यसरी लेख्नुहोस्, पूर्वमा, पूर्वमा कुन भयो त, सिप, सिप, सिप भनेको सिक्किम र पश्चिम बङ्गाल, यो सूत्र पनि हो है। पश्चिममा, पश्चिममा उ, उ भनेको उत्तराखण्ड, दक्षिणमा, दक्षिणमा बिउ, बिउ भनेको के हो त, दक्षिणमा बिहार र उत्तर प्रदेश, बिहार र उत्तर प्रदेश दक्षिणमा। अनि उत्तरमा, उत्तरमा के त, चिन, चिन। अब हेर्नुहोस् त हाम्रो सूत्र के भयो त, सिप उ बिउची है, सिप उ बिउची। सिमाना के भयो त, सिप, सिप उ बि उ ची के भयो त, यो सूत्र भयो है त। सीबाट सिक्किम, पश्चिम बङ्गाल, उत्तराखण्ड, अनि त्यसपछि बिहार, उत्तर प्रदेश अनि चिन। यसरी हाम्रो चाहिँ सिमाना चाहिँ हामीले यसरी पढ्न सक्छौँ है त। ल यहाँसम्म सबैजना क्लियरलाई, साथीलाई क्लियर छ भने भयो भन्नुहोस्, हामी अगाडि बढौँला। ल त्यसो भए अगाडि बढौँ है त। त्यसपछि अर्को छ प्रमाणिक समय।
प्रमाणिक समय नेपालको टाइमको कुरा है। नेपालको टाइम, अब नेपालको टाइम तपाईँको विश्वको सबैभन्दा पहिला यो समयलाई मानेको कता भने यो पृथ्वीको चाहिँ यो जुन ठ्याक्क तपाईँको ग्रिनविच भन्ने सहर, यो बेलायतको ग्रिनविच भन्ने सहर छ। ग्रिनविच ग्रिनविच सहरबाट के गरियो त भन्दा टाइमको लागि मापन सुरु गरियो। अनि के भयो त, यहाँ सुरु गरिसकेपछि अनि यसको आधारमा अन्त अन्त चाहिँ के गरियो त भन्दा यहाँभन्दा कति मिनट फास्ट छ अथवा यहाँभन्दा कति मिनट स्लो छ भनेर यसरी के गरियो त हामीले जिएमटी भन्छ, ग्रिनविच ग्रिनविच मिन टाइम भन्ने हुन्छ है। मिन टाइम, ग्रिनविच मिन टाइम भन्ने हुन्छ। यो चाहिँ तपाईँको 0 डिग्री, ठ्याक्क 0 डिग्री देशान्तरमा को रेखालाई आधार मानेर बनाइएको हुन्छ जिएमटी है। जिएमटी, अब यो नेपालको टाइम चाहिँ जिएमटी भन्दा कति मिनट फास्ट छ त भन्दा 5 घन्टा 5 आवर 45 मिनट्स के छ त जिएमटी प्लस छ है। जिएमटी भन्दा अगाडि छ। जस्तै अहिले बेलायतमा चाहिँ 12 बजे भने हाम्रोमा बिहानको 5 बजेर 45 मिनट बज्छ है त। बिहानको के हुन्छ, रातिको 12 बजे भने नेपालमा के हुन्छ, 5 बजेर 45 मिनट गइरहेको हुन्छ। तर यो अब यो कसरी बनाइयो त भन्दा हाम्रो यसलाई चाहिँ गौरीशङ्कर हिमाल है, गौरीशङ्कर हिमाल, नेपालको गौरीशङ्कर हिमाललाई के गरियो, आधार मानियो। गौरीशङ्कर हिमाल के गरियो भने जुन हाम्रो रेन्ज छ नि, यो तपाईँको रोलवालिङ रेन्जमा पर्छ गौरीशङ्कर। यो गौरीशङ्कर हिमालको चाहिँ ठ्याक्क यो जुन चुचुरोलाई के गरियो भने एउटा आधार लियो, जुन अघि मैले तपाईँलाई रेखाहरू बनाएर देखाएको थिएँ हो, त्यो रेखालाई चाहिँ ठ्याक्क एउटा टाइम जोनमा यसलाई पारेर अब इन्डियाको के छ त भन्दा 5 आवर, जिएमटी भन्दा 5 आवर 30 मिनट्स छ। तर अब नेपाललाई के गर्यो भने नेपाललाई यही हिमालको आधारमा यहाँसम्म अब ठ्याक्क तपाईँको के गर्यो त भन्दा यो नेपाल, हाम्रो नेपाल देशभरि चाहिँ यही हिमालको लाई चाहिँ आधार मानेर चाहिँ छुट्टै टाइम, इन्डियाको भन्दा फरक टाइम 5 घन्टा कति त 45 मिनट, नेपाललाई चाहिँ 15 मिनट अझै छिटो बनाइदियो यो गौरीशङ्कर हिमाललाई आधार मानेर है। तर तपाईँलाई लाग्न सक्छ यो पहिल्यैदेखि थियो होला भनेर लाग्न सक्छ, होइन, पहिला थिएन यस्तो है। पहिला तपाईँको कस्तो थियो भने 2042 सालभन्दा अगाडि तपाईँको नेपालमा जस्तै झापा झापा र अब यता के भयो, यो पूर्वमा पर्यो झापा होइन, यता चाहिँ कञ्चनपुर, यता पश्चिममा पर्यो महेन्द्रनगर होइन, कञ्चनपुर है, कञ्चनपुर। अब यो पश्चिममा पर्यो। के थियो भने पहिला झापाको टाइम तपाईँको 32 मिनट फरक थियो। 32 मिनट के हुन्थ्यो त भन्दा अहिले चाहिँ यता कञ्चनपुरमा जस्तै मानिलिनुहोस् 4 बजेर चाहिँ 58 मिनट गएको रहेछ भने कञ्चनपुरमा, झापामा के गरिन्थ्यो भने आधा घन्टा 32 मिनट छिटो गराएर यहाँ 5:30 भएको हुन्थ्यो। यसरी पहिला फरक थियो। यो चाहिँ 2042 सालभन्दा अगाडि है। र 42 सालपछि चाहिँ के गरियो भने बल्ल नेपालको यो जुन वैशाख 1 गते जुन यो गौरीशङ्कर हिमालको कुरालाई चाहिँ आधार मानेर यसरी ठ्याक्क यो चाहिँ यसरी यो देशान्तर रेखाले चाहिँ काटेर गइसकेपछि त्यो हिमाललाई, अनि त्यहाँबाट चाहिँ के गरियो भने अनि नेपालको सबै एरियालाई चाहिँ जिएमटी प्लस 5 आवर 45 मिनट्स गरेर हामीलाई छुट्टै, नेपाललाई छुट्टै टाइम यसरी एउटै टाइम दियो। न त तपाईँको अब यो बेला टाइम नदिएको भए हाम्रो के गर्थ्यौँ, झापामा एउटा टाइम चलाउनु परिरहेको हुन्थ्यो, कञ्चनपुरमा एउटा टाइम चलाउनु परिरहेको हुन्थ्यो। किनभने टाइम चलाउने कसरी त भन्दा मान्छेले घामलाई आधार मान्थे। अब घाम के हुन्छ त भन्दा झापामा त अब जस्तै हामीलाई थाहा छ नि, यो नेपालको सबैभन्दा पहिला सूर्योदय हुने ठाउँ इलाम होइन, इलाममा त छिटो हुन्छ। अब इलाममा छिटो सूर्योदय भयो भनेर अब इलाम मा छिटो सूर्योदय भएपछि के हुन्छ, इलामको घडी छिटो गराउनु पर्ने हुन्थ्यो पहिला, अनि त्यसपछि यता कञ्चनपुरको ढिलो गराउनु पर्ने हुन्थ्यो। किनभने अलिकति तपाईँको चाहिँ लगभग 15-20 मिनट चाहिँ ढिला उता कञ्चनपुरतिर चाहिँ उदाउँथ्यो सूर्य, त्यस्तो थियो सिस्टम। तर पछि चाहिँ के गर्यो भने हिमालको एउटा ठ्याक्क बिचको एरियालाई रिफरेन्स लिएर यसलाई चाहिँ नेपाललाई एउटै टाइममा विभाजन गरियो है त। ल, क्लियर हुनुहुन्छ यो टाइमको कुरा? ल भन्नुहोस्।
ल म्यासेज गर अलिक एक्टिभ हुनु पऱ्यो है साथीहरू, च्याटमा एक्टिभ हुनुहोस् है। तपाईँहरू चाहिँ यहाँ सुनेर कथा सुने जसरी बस्यो भने त त्यसरी त सुन्ने मात्रै हुन्छ, लेख्न सकिँदैन पछि है। यो त तपाईँलाई पछि रिटर्न पेपरमा पनि काम लाग्छ है, लिखितमा पनि काम लाग्छ। यो भूगोलको कुराहरू राम्रोसँग सुन्नु होला है त। ल अब अर्को छ तपाईँको चिन र भारतलाई छुने प्रदेशहरू है। चिन र भारतलाई छुने ल यसको लागि के गरौँ, दुईटा भेन डायग्राम बनाऊ। ल तपाईँहरूले पनि यस्तै बनाउनु होला है, सजिलो हुन्छ, बुझ्नलाई सजिलो हुन्छ है। ल अब मैले तपाईँलाई भेन चित्र मार्फत एक्सप्लेन गर्छु है। अब कमन यो चाहिँ चिन भयो, एउटा चाहिँ यतापट्टिको चिन भयो, यतापट्टिको गोलो, यतापट्टिको गोलो भारत भयो है। अब हेर्नुहोस्, भारत र चिन दुइटैमा पर्ने कुन कुन प्रदेशहरू है। कोशी दुइटैमा छुने है, भारतमा पनि छुने अनि चिन दुइटैमा छुने बागमती, कोशी, बागमती, गण्डकी, गण्डकी, त्यस्तै गरेर सुदूरपश्चिम, सुदूरपश्चिम है। यो चाहिँ तपाईँको चारवटा प्रदेशले के गर्छ, चिन र भारत दुइटैलाई टच गर्छ है त। अब भारतलाई मात्र टच गर्ने के भयो त, मध्य प्रदेश, मध्य प्रदेश, लुम्बिनी प्रदेश, लुम्बिनी प्रदेश है। भारतलाई मात्र टच गर्ने, चिनलाई टच नगर्ने चाहिँ मध्य प्रदेश, लुम्बिनी प्रदेश भने। तपाईँको चिनलाई मात्र टच गर्ने, भारतलाई टच नगर्ने कर्णाली प्रदेश, कर्णाली प्रदेश। ल हेर्नुहोस् त, अब यसले के जनायो, यसले के जनायो त, यो यतापट्टिकोले भन्दा भारतलाई मात्र छुने, भारतलाई मात्र छुने भयो। यतापट्टिको के भयो त, चिनलाई मात्र छुने, चिनलाई मात्र छुने। अनि यसले के भयो त, यतापट्टिको के भयो त भन्दा दुबईलाई छुने, दुबईलाई छुने। ल यसरी हामीले के गर्छौँ त, प्रदेशहरू पनि थाहा पाउन सक्छौँ है। ल भयो भने भयो भन्नु होला। ल यो थियो चिन र भारतलाई छुने प्रदेशहरू है। अब चिन र भारतलाई छुने जिल्लाहरू कतिवटा छन्, छुने जिल्लाहरू है त। जिल्लाहरू है, यो पनि अघिको जस्तै भेन डायग्रामबाटै गरौँ। ल यतापट्टि चिन, यतापट्टि भारत,
भारत है त। ल अब हेर्नुहोस्, चिन र भारतलाई मात्रै छुने जिल्ला दुईटा। चिन र भारत दुइटैलाई छुने जिल्ला है। चिन र भारत दुइटैलाई छुने जिल्ला दुईवटा है। दुइटैलाई छुने जिल्ला कुन हो त? के अरे कतिवटा छन् त? दुईवटा। कुन कुन जिल्ला होला ल भन्नु त, कसैले भन्न सक्छ? चिनलाई र भारतलाई दुइटैलाई छुने दुईटा जिल्लाको के होला? ल भन्नुहोस् त कसैले। हो के त? दाच है। के अरे दात। दात भनेको के त? दार्चुला एउटा अनि ताप्लेजुङ उता पूर्व है। ल गुड। दुईटा जिल्ला दार्जिलिङ, के अरे दार्चुला र ताप्लेजुङ है। त्यस्तै गरेर चिनलाई मात्रै छुने जिल्ला 13वटा है। चिनलाई मात्रै छुने जिल्लाहरू कतिवटा छन्? 13वटा। भने भारतलाई मात्र छुने जिल्लाहरू कतिवटा छन्? 25वटा है। भारतलाई मात्र छुने, भारत र उसलाई छुने चाहिँ दुईटा, भारतलाई मात्र छुने 25वटा, चिनलाई मात्रै छुने 13वटा। भने कसैलाई नछुने, न भारतलाई न चिनलाई, दुइटैलाई नछुने चाहिँ कतिवटा त? 37वटा है। दुइटैलाई नछुने कतिवटा? 37वटा। यो चाहिँ दुवैलाई नछुने, दुवैलाई नछुने, दुवैलाई नछुने जिल्ला 37वटा। यो भारतलाई यो दुवैलाई छुने, यो चिनलाई, यो चिनलाई छुने है त। ल अब यो तपाईँले यो सँगसँगै के ल केही कुराहरू जान्नु, जस्तै सबैभन्दा बढी जनसङ्ख्या वृद्धि दर भएको प्रदेश कुन होला ल भन्नुहोस् त? सबैभन्दा धेरै के त पपुलेसन ग्रोथ बढी भएको कुन प्रदेश होला? ल भन्नुहोस् त, ट्राई गर्नुहोस्। गुड। के हो त? मध्य प्रदेश है। मध्य प्रदेश, बागमती होइन है, मध्य प्रदेश। मध्य प्रदेश है। मध्य प्रदेश के हो त भन्दा जनसङ्ख्याको बढी बढी जनसङ्ख्या वृद्धि दर है। अनि सबभन्दा कम जनसङ्ख्या वृद्धि दर भएको प्रदेश कुन होला ल भन्नुहोस्? जनसङ्ख्या कम होइन, जनसङ्ख्या वृद्धि दर कम है। फरक छ। जनसङ्ख्या वृद्धि दर। ल भन्नुहोस्, सबैजनाले ट्राई गर्नुहोस्। जनसङ्ख्या वृद्धि दर कम भएको, जनसङ्ख्या कम भएको चाहिँ कर्णाली हो। तर वृद्धि दर भनेको ग्रोथ रेट भनेको के? ग्रोथ रेट भनेको है, ग्रोथ रेट। वृद्धि दर चाहिँ फरक हुन्छ। वृद्धि दर चाहिँ यो जनसङ्ख्याको वृद्धि दरको कुरा गरे, गण्डकी है। जनसङ्ख्या कम भन्यो भने चाहिँ कर्णाली, तर वृद्धि दर भन्यो भने त्यो चाहिँ कतिले कसरी बढिरहेको छ त भन्ने कुराहरू आउँछ है। कसरी बढिरहेको छ भन्ने कुराहरू है त। ल यो चाहिँ तपाईँलाई नोट्समा पनि हालिदिन्छु, त्यही भएर अहिले तपाईँहरूले टिपिराख्नु पनि आवश्यक त्यस्तो छैन है त। ल यो थियो अब हाम्रो के त भन्दा यो जिल्लाहरूको कुरा है। अब क्षेत्रफलको आधारमा ठुला र साना जिल्लाहरू, हामीले सबै जिल्लाहरू जान्नु पर्दैन, सबै जिल्लाहरूको साइज हामीलाई थाहा पाउनु पर्दैन र सोद्धा पनि सोध्दैन। खालि तपाईँले जान्ने आवश्यक चाहिँ सबभन्दा ठुलो पाँचवटा कुन हो र सबभन्दा सानो पाँचवटा कुन हो, तिनीहरूको साइज चाहिँ जान्नुपर्छ है। यो चाहिँ तपाईँलाई पाँचवटा ठुलो अनि पाँचवटा सानो कुन हो र त्यसको साइज कति छ जानौँ है त। टेबलबाट म तपाईँलाई गरिदिन्छु। क्षेत्रफलका आधारमा पाँच ठुला र साना जिल्लाहरू है।
ल जिल्ला क्षेत्रफल जिल्ला क्षेत्रफल है क्षेत्रफल है त ल यो चाहिँ ठुला लेख्नुहोस् यता चाहिँ ठुला ठुला जिल्ला यता चाहिँ साना साना जिल्ला है ल सबभन्दा ठुलो जिल्ला डोल्पा सबभन्दा ठुलो जिल्ला कुन हो डोल्पा है यसको यसको कति छ त क्षेत्रफल 7889 के त वर्ग किमी है यो चाहिँ सबै स्क्वायर स्क्वायर किलोमिटर है वर्ग किमी स्क्वायर केएम है यो स्क्वायर किलोमिटर वर्ग किलोमिटरमा है त्यसपछि सब सेकेन्डमा चाहिँ तपाईँको हुम्ला हुम्ला है सेकेन्डमा चाहिँ हुम्ला 5655 5655 वर्ग किलोमिटर त्यसपछि ताप्लेजुङ त्यसपछिको ताप्लेजुङ यसको चाहिँ 3646 3646 सजिलो छ 3646 स्क्वायर किलोमिटर वर्ग किलोमिटर त्यसपछिको गोर्खा त्यसपछिको गोर्खा गोर्खाको 3610 3610 स्क्वायर किलोमिटर वर्ग किलोमिटर त्यसपछिको जिल्ला के छ मुस्ताङ मुस्ताङ है यसको कति छ त 3573 वर्ग किलोमिटर है यो सबै के हो त वर्ग किमी है ल यो चाहिँ थियो ठुला जिल्लाहरू पहिलो ठुलो जिल्ला डोल्पा हुम्ला ताप्लेजुङ गोर्खा मुस्ताङ अब सानोबाट जाउँ है अब सानो सानोबाट जाँदाखेरि सबभन्दा सानो भक्तपुर भक्तपुर कति छ त जम्मा 119 वर्ग किलोमिटर है 119 वर्ग किलोमिटर त्यसपछि ललितपुर कति छ त जम्मा 385 वर्ग किलोमिटर सरी 385 वर्ग किलोमिटर त्यसपछि काठमाडौँ काठमाडौँ कति छ त 395 किलोमिटर 395 किलोमिटर है त्यसपछि छ पर्वत पर्वत कति छ त 494 किलोमिटर त्यसपछि छ तेह्र तेह्रथुम त्यसपछि छ तेह्रथुम कति त 679 वर्ग किलोमिटर है त यो चाहिँ तपाईँले क्षेत्रफलको आधारमा ठुलो र सानो चाहिँ जान्न पर्ने हुन्छ ल भयो भने भयो भन्नु होला र यसपछि तपाईँले जान्नुपर्ने सबैभन्दा बढी जनसङ्ख्या भएका नगरपालिकाहरू है त यो सबैभन्दा बढी जनसङ्ख्या हाम्रो 2078 सालको जनगणना अनुसार चाहिँ सबैभन्दा बढी जनसङ्ख्या भएको के अरे महानगरपालिका अनि सबैभन्दा के अरे नगरपालिकाहरूमा सबभन्दा जनसङ्ख्या भएको अब नगरपालिकाहरूमा महानगर नै हुन्छ जनसङ्ख्या धेरै भएको होइन अनि सबभन्दा कम जनसङ्ख्या भएको तपाईँहरूले यहाँ जान्नुपर्ने हुन्छ यो चाहिँ जनसङ्ख्याको आधारमा है जनसङ्ख्याको आधारमा है त जनसङ्ख्याका आधारमा नगरपालिका है त
नगरपालिका गाउँपालिका अब जे पालिकाहरूमा छ त्यो अनुसार। ल, जनसङ्ख्याका आधारमा है त। सबभन्दा बढी ठुला होइन, यो चाहिँ बढी, यता बढी लेख्नुहोस्। बढी सबभन्दा धेरै जनसङ्ख्या भएको एक नम्बरमा काठमाडौँ महानगरपालिका। सबभन्दा बढी भएको काठमाडौँ महानगरपालिका। दुईमा है, दुईमा है, दुईमा पोखरा, पोखरा महानगरपालिका, पोखरा महानगरपालिका। त्यसपछि तिनमा भरतपुर महानगरपालिका है। भरतपुर महानगरपालिका तिनमा। चारमा छ ललितपुर महानगरपालिका, ललितपुर महानगरपालिका। र पाँचमा छ वीरगञ्ज महानगरपालिका। वीरगञ्ज महानगरपालिका है। ल, त्यसपछि अब सानो, यो चाहिँ ठुलो भयो सबभन्दा बढी, बढी धेरै हुनेदेखि पहिलो चाहिँ काठमाडौँ पोखरा महानगरपालिका, भरतपुर, ललितपुर, वीरगञ्ज महानगरपालिका भयो भने अब कममा छ है। साना अथवा कम लेख्नुहोस्। कममा चाहिँ कुन कुन हो त भन्दा एक नम्बरमा, एक नम्बरमा चाहिँ ठुलो भेरी नगरपालिका डोल्पा, ठुलो भेरी नगरपालिका, नगरपालिका कहाँ डोल्पा है। त्यस्तै गरेर दुई नम्बरमा त्रिपुरा सुन्दरी नगरपालिका, यो पनि डोल्पा, त्रिपुरा सुन्दरी, त्रिपुरा सुन्दरी नगरपालिका, यो पनि के त डोल्पामै रहेछ। तिन नम्बरमा मादी नगरपालिका सनखुवा सभा, मादी नगरपालिका सनखुवा सभा। सनखुवा सभा। त्यसपछि लालीगुराँस नगरपालिका तेह्रथुम, लालीगुराँस नगरपालिका कहाँ त तेह्रथुम। यो तपाईँलाई यो एरिया, यो नगर जनसङ्ख्या कति छ भनेर चाहिँ जान्न आवश्यक छैन। तपाईँले कुन चाहिँ हो, कति नम्बरमा छ भन्ने चाहिँ जान्नु होला है। अनि अर्को तपाईँको धर्मदेवी नगरपालिका सनखुवा सभा, धर्मदेवी नगरपालिका सनखुवा सभा है। सनखुवा सभा है त। ल, यो चाहिँ के हो त, जनसङ्ख्याका आधारमा नगरपालिकाहरू सबभन्दा बढीमा काठमाडौँ, पोखरा, भरतपुर, ललितपुर, वीरगञ्ज। अनि सबभन्दा कममा चाहिँ सबैभन्दा कम ठुलोभेरी नगरपालिका, त्यसपछि त्रिपुरा सुन्दरी, मादी नगरपालिका, लालीगुराँस नगरपालिका, धर्म नगरपालिका चाहिँ रहेछन् है त। ल, यो भयो भने भयो भन्नु होला है त। ल, भयो है।
ल त्यसपछि अरू तपाईँको यो बढी जनसङ्ख्या भएका गाउँपालिकाहरू जस्तै बैद्यनाथ गाउँपालिका छ सबभन्दा बढी, बाँकेमा, त्यस्तै गरेर राप्ती सोनारी छ बाँकेमा, त्यस्तै गरेर खजुरा गाउँपालिका छ बाँकेमा, यो धेरै छ होइन। यो सबै तपाईँलाई नोट्समा पनि हालिदिउँला। अनि कममा चाहिँ तपाईँको यता चाहिँ मनाङमा छ नर्पाभूमि गाउँपालिका, त्यस्तै गरेर चामे गाउँपालिका छ मनाङमा। यो सबै तपाईँको गाउँपालिकाको नोट्समा आउला है त। अब अर्को छ तपाईँको भित्री मधेसका जिल्लाहरू है। यो तपाईँले जान्नुपर्ने हुन्छ भित्री मधेस भनेको के हो। भित्री मधेस है। अब नेपालको जुन हाम्रो नक्सा हेर्दाखेरि है, ल नेपालको नक्सा हेर्दाखेरि के छ त, हाम्रो जुन यो एरिया छ यो सबै के हो त भन्दा तपाईँको तराई रिजन है। तराई रिजन, यो तराई रिजनलाई पनि दुई प्रकारले विभाजन गरिएको छ। एउटा चाहिँ बाहिरी बाहिरी तराई, बाहिरी बाहिरी तराई, अनि अर्को छ तपाईँको भित्री तराई है। भित्री तराई, बाहिरी तराई भनेको कम्प्लिटली के त प्लेन, कम्प्लिटली प्लेन, जुन चाहिँ हाम्रो अहिले यो इन्डियासँग जोडिएको जति पनि जिल्लाहरू छन् यता तपाईँको बाँके जिल्ला भयो होइन, त्यस्तै गरेर यता पर्सा जिल्ला, बारा जिल्ला, यिनीहरू भनेको सबै के हो त भन्दा बाहिरी तराई है। अर्को छ तपाईँको यो बाहिरी भन्दा माथि, यो जुन यो मेन जुन तराई एरिया भन्दा माथि जुन चाहिँ पहाड, हल्का पहाडहरू टच भएको हो, त्यसलाई के भन्छ त भित्री तराई है। इनर तराई भन्छ अङ्ग्रेजीमा, भित्री तराई। जस्तै अब यो तपाईँको भित्री तराई अथवा भित्री मधेसमा चाहिँ तपाईँको कुन कुन जिल्लाहरू छ त है। यसको तपाईँले सूत्र तपाईँले लेख्न सक्नुहुन्छ। उ उसिम चिन्दासु है त, उसिम चिन्दासु, चिन्दासु, यो चाहिँ सूत्र है तपाईँहरूलाई। उसिम चिन्दासु यो भनेको चाहिँ भित्री मधेसका जिल्लाहरू है। इनर तराईका कुन कुन हुन्, अब म सरसर्ती लेखाउँछु हेर्नु होला है त। के त उसिम चिन्दासु भनेर सम्झिनु भयो भने भित्री मधेसका जिल्लाहरू आउँछ। उसिम चिन्दासु है त। उबाट उदयपुर, उदयपुर जिल्ला है। त्यसपछि अर्को सीबाट के भयो त सिन्धुली, सिन्धुली जिल्ला। त्यसपछि मबाट मकवानपुर जिल्ला, मकवानपुर जिल्ला। त्यस्तै गरेर चितवन जिल्ला, चीबाट चितवन, चितवन जिल्ला। नबाट नवलपरासी पूर्व है, सुस्ता पूर्व भन्छ यो। अब पश्चिम भयो भने यता तपाईँको चाहिँ सुनवल साइड भयो, दाउन्ने भन्दा पश्चिम। यो चाहिँ पूर्व भनेको अहिले नवलपुर पनि भन्ने गरिन्छ, तर नवलपरासी लेख्दाखेरि चाहिँ नवलपरासी, नवलपरासी बर्दघाट, बर्दघाट सुस्ता पूर्व भन्छ है। सुस्ता पूर्व, यो के हो त नबाट। दाबाट दाङ, दाङ र सुबाट सुर्खेत, सुबाट के त सुर्खेत। यो जिल्लाहरू उसिम चिन्दासु भनेर तपाईँले सम्झिनु भयो भने तपाईँको के आयो त भित्री मधेसका जिल्लाहरू चाहिँ आयो है। अब यो चाहिँ तपाईँको थियो, यो चाहिँ ठ्याक्क तपाईँको पूर्वदेखि पश्चिम, यो चाहिँ तपाईँको पूर्वदेखि पश्चिमको ठ्याक्क उसमा छ है, मिलाएर राखेको छ पूर्वदेखि पश्चिम, पूर्वदेखि पश्चिमसम्मको मिलाएर राखेको है यो चाहिँ तपाईँको। अब तपाईँलाई के हुन्छ भने यो जनसङ्ख्याको के अरे यो क्षेत्रफलको आधारमा पनि सोधिदिन्छ है। यो चाहिँ पूर्वदेखि पश्चिमसम्म यो उसिम चिन्दासु चाहिँ पूर्वदेखि पश्चिमसम्म मेलैसित भयो भने अब तपाईँलाई अर्को तरिकाले के सोध्न सक्छ भने क्षेत्रफलको आधारमा एरिया वाइज चाहिँ भित्री मधेसका कुराहरू सोध्न सक्छ, क्षेत्रफलको आधारमा है। क्षेत्रफलको आधारमा, क्षेत्रफलको आधारमा ठुलोदेखि सानो,
ठुलोदेखि ठुलोदेखि सानो के भयो त अब हेर्नुहोस् ठुलोदेखि सानो अब यसको सूत्र हेर्नुहोस् त दासी दासी सुम चिउन दासी सुम चिउन अब दासी सुम चिउन भन्नुभयो भने क्षेत्रफलको आधारमा पुग्यो उसिम चिन्दासु भन्नुभयो भने पूर्वदेखि पश्चिम अब दा दासी सुम चिउन भनेपछि के आयो त हेर्नुहोस् त दाबाट दाङ सबभन्दा ठुलो जिल्ला दाङ सीबाट के आयो त सिन्धुली सबभन्दा सेकेन्डमा ठुलो जिल्ला त्यस्तै गरेर सुबाट के आयो त सुर्खेत त्यसपछि ठुलो सुर्खेत त्यसपछि मबाट मकवानपुर त्यसपछि चिबाट चितवन त्यसपछि उबाट उदयपुर अनि नबाट के त भन्दा नवलपरासी अघिकै पूर्व है त नवलपरासी बर्दघाट सुस्ता पूर्व है यसरी तपाईँहरूले चाहिँ के गर्न सक्नुहुन्छ त क्षेत्रफलको आधारमा ठुलोदेखि सानो पनि तपाईँले भित्री मधेस जान्न सक्नुहुन्छ र तपाईँको पूर्वदेखि पश्चिमसँग मेलैसँग तपाईँले भित्री मधेसका जिल्लाहरू पनि जान्न सक्नुहुन्छ है त ल यसमा केही कन्फ्युजन छ राइटिङहरू नबुझेको छ भने सोध्नु होला ल यो पनि तपाईँलाई क्लियर भयो है त त्यसो भए अगाडि बढौँ ल अब यो भित्री मधेसको कुरा पछि अब हाम्रो नेपाल है नेपाल मैले फेरि नेपालको नक्सा अघिदेखि बनाइछु अब तपाईँहरूको लागि भनेर तपाईँहरूले मभन्दा राम्रो बनाउनु भयो भने बनाउनु होला है ल यो भयो रफली नेपालको नक्सा है अब हाम्रो भौगोलिक विभाजन तपाईँलाई थाहा छँदैछ है के छ त भन्दा सबभन्दा माथिको लेयरमा यतापट्टि के छ हिमाल है यतापट्टि के छ हिमाल अनि बिचमा के छ त तपाईँको पहाड यो एरियामा के छ पहाड है अनि यतापट्टि के छ त तराई अथवा मधेस एरिया तराई है तराई अब यो तराईलाई त मैले तपाईँलाई भनिसकेँ होइन तराईको कुरा त मैले भनिसकेँ अब हिमालमा पनि तपाईँको फेरि विभाजन हुन्छ है हिमाललाई तिनवटामा गरेको छ एउटा चाहिँ मुख्य हिमाल भनेको छ मुख्य हिमाल है त्यस्तै गरेर अर्को भनेको भित्री हिमाल भन्छ भित्री हिमाल अनि त्यसपछि सीमान्त हिमाल भन्छ सीमान्त हिमाल यो भनेको के भने मुख्य हिमाल भनेको जस्तै तपाईँको चाहिँ ठ्याक्क तपाईँको जुन माउन्टेनको रेन्ज हुन्छ नि जस्तै अन्नपूर्ण धौलागिरी यिनी भनेको मेन हिमाल भए अनि त्यो सँगसँगैका सहायक हिमालहरू जस्तै तपाईँको कुनै एउटा हिमाल छ होइन यो हिमाल यो त तपाईँको के भयो त यो तपाईँको माउन्ट एभरेस्ट भयो अब माउन्ट एभरेस्टको त साइडमा पनि त हिमाल हुन्छ नि जस्तै लोत्से होला होइन चोयो होला हो तिनीहरू चाहिँ के हो त मेन हिमाल भनेको जसको चाहिँ नाम चाहिँ चर्चित छ जुन चाहिँ अलिक फेमस छ 8,000 मिटरभन्दा माथि चाहिँ तिनीहरूको चाहिँ के अरे भएका चाहिँ के भयो त
मुख्य हिमाल, त्यसपछि फेरि तपाईँको आउँछ भित्री हिमाल भनेको त्यसभन्दा अलिक तल भएका, अनि सीमान्त हिमाल भनेको चाहिँ तपाईँको के त भन्दा जसले चाहिँ बोर्डर, जस्तै चाइनासँग जस्तै भारतसँग कसैले बोर्डर, कुनै हिमाल चाहिँ बोर्डरको रूपमा बस्यो भने सीमान्त हिमाल भयो। मुख्य हिमाल, भित्री हिमाल अनि सीमान्त हिमाल भनेर हिमाललाई तिनवटा क्याटेगोरीमा बाँडिएको छ। भने पहाडलाई पनि के गरिएको छ, तिनवटा क्याटेगोरी, मध्यभूमि है, मध्यभूमि भनिएको छ, महाभारत भनिएको छ, महाभारत पर्वत, महाभारत अनि चुरे, चुरे चुरे पर्वत है, यो मध्यभूमि, महाभारत अनि चुरे। मध्यभूमि भनेको चाहिँ ठ्याक्क अब यो हिमालभन्दा तल आइसकेपछिको जुन डेजर्टको एरिया हुन्छ नि, तपाईँ मुस्ताङहरू जानुभएको छ भने हिमाल भनेको हिमालै भइहाल्यो। त्यसपछिको जुन चाहिँ त्यो नाङ्गो डाँडाहरू, जुन चाहिँ अब रुखहरू रुखहरू झारपातहरू उम्रिन नसक्ने खालको पहाड हुन्छ नि, हो त्यो चाहिँ मध्यभूमिमा पर्यो। अनि जहाँ चाहिँ हराभरा वन जङ्गलहरू हुने, अनि त्यसपछि तपाईँको चाहिँ जहाँ चाहिँ ट्याक्क मूलहरू फुट्ने, त्यो चाहिँ महाभारत टाइपको भयो। अनि चुरे भनेको चाहिँ जुन तराईसँग सटेको हिमाल हुन्छ, जस्तै बुटोलतिर बस्ने साथीहरूले चाहिँ, जस्तै तपाईँहरू बुटोलतिर हुनुहुन्छ भने पाल्पा जाँदाखेरि तपाईँ जुन उकालो चढ्नुहुन्छ त्यो भयो चाहिँ चुरे पर्वत भयो। त्यसपछि तपाईँ यदि चाहिँ हेटौँडातिर हुनुहुन्छ भने हेटौँडाबाट तपाईँ काठमाडौँ आउँदाखेरि जुन बाटो प्रयोग गर्नुहुन्छ त्यो चाहिँ चुरे पर्वत भयो होइन। यस्तै गरेर के छ, तपाईँ यदि झापा बस्नुहुन्छ भने तपाईँ ठ्याक्क अब इलाम जानको लागि चाहिँ जानुभयो भने त्यहाँ के भयो त, त्यो जुन उकालो चढ्नुहुन्छ त्यो चुरेबाट सुरु भयो। यसरी के छ त भन्दा जुन चाहिँ तराईसँग सटेको जुन पहाड हुन्छ त्यो चुरे भयो, चुरे पर्वत। त्योभन्दा माथिको महाभारत पर्वत, अनि महाभारतभन्दा अझै माथि जुन चाहिँ बन्जर खालको पर्वत हुन्छ त्यो चाहिँ मध्यभूमि पर्वत है। यो चाहिँ पहाडमा पर्यो। अब तराईको त मैले अघि पनि भनिसकेँ, एउटा भित्री मधेस हुन्छ। भित्री भनेको जुन दाङवाला, दाङ सुर्खेतहरू भएको भइहाल्यो, जुन चाहिँ पहाडसँग सटेको सम्म एरिया। अनि अर्को बाहिरीलाई पनि के गरिएको छ, दुईटा गरिएको छ है। एउटा चाहिँ भावर, भावर भन्छ, बाहिरी जुन बाहिरी तराई छ त्यसलाई भावर प्रदेश भनिन्छ फेरि है, भावर प्रदेश। अनि अर्को चाहिँ खास तराई भनिन्छ, खास तराई। जुन चाहिँ बाहिरी तराईको जुन एरिया, जस्तै जुन वीरगन्ज, जुन पर्सा छ, जुन बाँके छ होइन, जुन चाहिँ तपाईँको कपिलवस्तु छ, जुन चाहिँ तपाईँको उता नवलपरासी चाहिँ यता के अरे पश्चिमतिरको नवलपरासी छ, जुन चाहिँ यो हो, त्यो चाहिँ के भयो त तपाईँको बाहिरी, यो चाहिँ खास तराई भयो होइन। त्योभन्दा अलिकति सटेको चाहिँ लास्टको लेटर भन्नुहोस् न सर, लास्टको कुन लेटर भन्ने हो, तराई कुन पछिको सोध्नु भएको, त्यो नाम भन्नुहोस् न, कुन पछिको, अब लास्ट त कुन लास्ट भन्ने है। ल यसरी तराईलाई पनि के गरियो त भन्दा चारवटा भागमा गरियो है। अब यो हिमालमा, यो हिमालको भाग छ जुन, यो हिमालको भागमा चाहिँ 21वटा हाम्रो हिमाली जिल्ला छ है। हिमाली जिल्ला यता साइडमा लेख्नु होला कतै, 21वटा के छ, हिमाली जिल्ला छ। र यसको एरिया नेपालको, हाम्रो नेपालको भूभागको, नेपालको जुन भूभागको त्यसले चाहिँ 25.5% ओगटेको छ है। 25.5% चाहिँ हिमाली क्षेत्रले के गरेको छ, ओगटेको छ। र जिल्ला कतिवटा छ त, 21वटा छ। भने पहाडमा, पहाडमा जिल्ला छन् 35वटा, 35वटा जिल्ला। र यसले ओगटेको पर्सेन्ट भनेको सबैभन्दा धेरै 57.5% है। पहाडी जिल्ला कति त, 57.5% चाहिँ पहाडी जिल्लाले ओगटेको छ। भने त्यसपछि छ तराईको जिल्ला। तराईको जिल्ला के अरे तराई एरियामा के छ त, 21वटा जिल्ला छ। र यसले चाहिँ नेपालको कुल 17% चाहिँ के छ त, ओगटेको छ तराईको एरियाले है त। ल अब यसको मुख्य पेसाको कुरा गर्नुपर्दा, अब तराईको मुख्य पेसा के हो, व्यापारहरू, कृषिहरू भयो। पहाडको त अब व्यापारभन्दा पनि कृषि धेरै छ। भने हिमालतिरको चाहिँ तपाईँको पशुपालनहरू, भेडा च्याङ्ग्राहरू होइन, हो त्यो चलाउने पशुपालनहरू चाहिँ मुख्य मानिन्छ है त। ल यति कुराहरू तपाईँले जान्नु पर्यो। ल यहाँसम्म क्लियर छ साथीहरूलाई?
ल बुझिएको छ कि छैन भन्नु होला है। फेरि क्लासमा बस्ने निदाउने अनि अल्छी गर्ने ध्यान नदिने चाहिँ नगर्नु होला है। बुझिएको छ कि छैन? अक्षर त अब तपाईँको सकेसम्म मैले नबुझेको भनिदिनु। अक्षर भन्दा पनि मेन बुझ्नु पर्यो है, किनभने अक्षर भनेको त नोट्समा पिडिएफै आउँछ तपाईँलाई, समस्या भएन। तर त्यो पिडिएफमा भन्न खोजेको के हो भन्ने कुरा चाहिँ क्लासमा ध्यान दिनु होला है त। ल त्यसपछि अब अर्को गरौँ प्रदेशको नामाकरणको कुराहरू है त। प्रदेशको नामाकरण, कहिले प्रदेशको नाम राखियो, कहिले चाहिँ के यो कहिले तोकियो, राजधानी कहिले तोकियो लगायतका कुराहरू सरसर्ती हेरौँ। अरू डिटेलमा त तपाईँहरूलाई नोट्समा पनि हालिदिन्छु। जस्तै प्रदेशको नामाकरण है त। प्रदेशको नामाकरण है। एक नम्बर प्रदेशको नाम कोशी, कोशी प्रदेश होइन, कोशी प्रदेश। यसको नामाकरण मिति 2079 साल 11 महिना 17 गतेको दिन भएको थियो है। 17 गतेको दिन भएको थियो। त्यस्तै गरेर 2 नम्बर, यसको राजधानी पनि लेख्नुहोस्, राजधानी विराटनगर, विराटनगर है। अब यो विराटनगर कहिले तोकेको त्यो पनि म राखिदिउँला नोट्समा। त्यो तपाईँले विराटनगर राजधानी कहिले तोकेको, यसको क्षेत्रफल सबै म राखिदिन्छु। अब 2 नम्बर प्रदेश भनेको मध्य प्रदेश, मध्य प्रदेश। र यसको नामाकरण कहिले भयो त? 2078 साल 10 महिना 3 गते। राजधानी कहाँ तोकियो त? जनकपुर, जनकपुरमा तोकियो। भने 3 नम्बर प्रदेश, 3 नम्बर प्रदेशको नाम बागमती। पहिला के भयो भने पहिला झ्यापै अब नाम राख्न मिलेन। पहिला प्रदेश बनिसकेपछि पहिला नम्बर राखियो, 1 नम्बर 2 नम्बर 3 नम्बर गर्दै उता पूर्वदेखि सुरु गर्दै यसरी नम्बर राखियो। अनि प्रदेश सभाले चाहिँ के गर्यो भने विभिन्न नामहरू चाहिँ प्रस्ताव गर्ने क्रममा चाहिँ सबभन्दा यो प्रदेश सभाले पारित गरेपछि ल यो नाम चाहिँ सबैले बहुमतले पारित गरिसकेपछि अनि बल्ल फिक्स भएको है त। बागमतीको नाम 2076 9 महिना 27 गते। राजधानी हेटौँडा, हेटौँडा है। 4 नम्बर, 4 नम्बर प्रदेश गण्डकी प्रदेश, गण्डकी प्रदेश कहिले भयो त यसको नामाङ्करण? 2075 साल 3 महिना 22 गतेका दिन भयो। राजधानी पोखरा, राजधानी पोखरा। 5 नम्बर प्रदेश लुम्बिनी प्रदेश, लुम्बिनी प्रदेश कहिले भयो त? 2077 साल 6 महिना 20 गते। राजधानी कहाँ तोकियो त? देउखुरी दाङ, देउखुरी दाङमा तोकियो है। दाङमा तोकियो, तर अस्थायी राजधानी चाहिँ बुटवल राखियो त्यहाँ नबन्दासम्म। त्यसपछि 6 नम्बर प्रदेश, 6 नम्बर प्रदेश कर्णाली प्रदेश, कर्णाली प्रदेश। राजधानी कहिले तोकियो त? 2074 साल 2074 साल 11 महिना 12 गते। राजधानी कहाँ तोकियो? वीरेन्द्रनगर सुर्खेत, वीरेन्द्रनगर सुर्खेतमा तोकियो। त्यस्तै गरेर 7 नम्बर प्रदेश सुदूरपश्चिम प्रदेश, सुदूरपश्चिम प्रदेश कहिले तोकियो? 2075 साल 6 महिना 12 गते। राजधानी कहाँ तोकियो त? गोदावरी भन्ने ठाउँमा, कैलालीको, कैलालीको गोदावरी, कैलालीको गोदावरी भन्ने ठाउँमा चाहिँ के गरियो त? राजधानी तोकियो है। ल भनेपछि अब यो सरसर्ती हेर्दाखेरि तपाईँलाई क्वेसनमा यदि ल नेपालको सबैभन्दा पहिले नामाङ्करण हुने प्रदेश कुन हो भने पनि के एन्सर होला? ल भन्नुहोस् त।
नेपालको सबैभन्दा पहिलो नामाकरण हुने प्रदेश कुन हो भन्यो भने कुन प्रदेश होला? डी हो। यो पहिलो कुन हो अनि अन्तिम कुन हो चाहिँ एकदम सम्झिनु होला। अन्तिम कुन हो सम्झिन त सबै सम्झिनु पर्यो, तर डेट चाहिँ पहिलो सबभन्दा पहिलो कर्णालीले कुन अनि सबभन्दा ढिला कुन भयो है? सबभन्दा ढिला कोशी 2079 साल 11 महिना 17 गते, फागुन 17 गते सबैभन्दा ढिला कोशी प्रदेशको नाम रह्यो भने सबैभन्दा छिटो पहिलो चाहिँ के भयो त 2074 साल 11 महिना 12 गते कर्णाली प्रदेशको नाम तपाईँले प्रदेश र कहिले नामाङ्करण भयो भन्ने यो डेट चाहिँ फर्स्ट र लास्टको चाहिँ सम्झिनु होला है त। ल, यहाँसम्म सबैजना साथीहरूलाई क्लियर छ? ल भन्नुहोस्। ल, अब यसपछि अब हाम्रो स्थानीय तहको थोरै कुरा गरौँ। स्थानीय तह स्थानीय तह है। अब स्थानीय तह भनेको के होबाट सुरु गरौँ। स्थानीय तह भनेको हाम्रो नेपालमा के छ त, पहिला यो हाम्रो यो स्थानीय तह नहुँदाखेरि नेपालमा के थियो त, एउटा मात्रै शासन केन्द्र थियो, जुन थियो के त काठमाडौँ है। खालि जे गरेर पनि काठमाडौँबाटै तपाईँको चाहिँ काठमाडौँले खटाउँथ्यो। काठमाडौँले नै अब कतै अफिसहरू जस्तै गाविस भवनहरूदेखि लिएर सबै कुराहरू चाहिँ जिल्लाका कुराहरू, विकास क्षेत्रका कुराहरू, अञ्चलका कुराहरू सबै काठमाडौँले नै हेर्थ्यो। त्यसपछि के गरियो भने यो सङ्घीयता आइसकेपछि प्रदेशमा बाँडियो। अनि प्रदेशबाट सात प्रदेशपछि पनि के गरियो भने त्यसलाई पनि अब आफआफ्नो पालिका हेर्नको लागि, आफआफ्नो एरिया हेर्नको लागि, वडाहरू हेर्नको लागि चाहिँ स्थानीय तह बनाइयो है त। हो, स्थानीय तह भनेको चाहिँ हाम्रो लोकलमा भएका गाउँपालिका, त्यस्तै गरेर वडाहरू, त्यस्तै गरेर तपाईँको चाहिँ नगरपालिका, त्यो सबैलाई के भनिन्छ भने स्थानीय तह अथवा स्थानीय सरकार भनिन्छ। जसले गर्दाखेरि हाम्रो काम, जस्तै कुनै कुराको तपाईँलाई सिफारिस चाहियो भने पहिला तपाईँ प्रशासन कार्यालय धाउने, अञ्चल कार्यालय धाउने गर्नु पर्थ्यो धेरै पहिलातिर। अनि त्यसपछि अहिले तपाईँलाई कति सजिलो छ, आफ्नो वडा कार्यालयमा गयो, ट्याक्क नागरिकता ल्यायो, त्यो सिफारिस ल्यायो, कति सजिलो छ नि। हो, त्यही भएर स्थानीय तह भनेको चाहिँ आफ्नो जुन एरियामा भएको आफ्नो स्थानमा भएको सरकार है त। अब यो कतिवटा छ त स्थानीय तहको सङ्ख्या है, यो तपाईँले जान्नुपर्ने हुन्छ। स्थानीय तहको सङ्ख्या सङ्ख्या कतिवटा छ? 753वटा है। 753वटा के छ? स्थानीय तह छ। महानगरपालिका महानगरपालिका कतिवटा छ? 6वटा महानगरपालिका छ। उपमहानगरपालिका कतिवटा छ? उपमहानगरपालिका 11वटा उपमहानगरपालिका छ है। उपमहानगरपालिका छ। नगरपालिका कतिवटा छ? नगरपालिका कतिवटा छ त? नगरपालिका 276वटा नगरपालिका छ है। 276वटा नगरपालिका छ। र त्यसपछि तपाईँको गाउँपालिका गाउँपालिका कतिवटा छ? गाउँपालिका 460वटा गाउँपालिका छ है। वडाहरू कतिवटा छ? वडाहरू 6743वटा वडा छ है। 6700 वडाहरू छ है। अब म्याक्सिमम् तपाईँको गाउँपालिकामा मिनिमम चाहिँ 5वटा वडा हुनै पर्छ है। मिनिमम के हुनु पर्यो? मिनिमम चाहिँ 5वटा वडा हुन पर्यो। पाँच 5वटा हुन पर्यो। र म्याक्सिमम अधिकतम
म्याक्सिमम चाहिँ फेरि 21वटा भन्दा बढी हुन हुँदैन है। 21वटा म्याक्सिमम 21, मिनिमम चाहिँ 5वटा चाहिँ गाउँपालिकामा है। फेरि यो गाउँपालिकामा गाउँपालिकामा चाहिँ यति चाहिँ तपाईँको मिनिमम 5वटा वडा र म्याक्सिमम 21वटा वडा चाहिँ हुने सिस्टम छ है त। भने अब नगरपालिकामा के छ भने नगरपालिकामा बढीमा म्याक्सिमम चाहिँ 35वटा राख्न पाइन्छ वडा। भने मिनिमम चाहिँ 9वटा है। मिनिमम चाहिँ 9वटा 9वटा वडा है त। वडा लेखेको हो यो 9वटा वडा चाहिँ यो चाहिँ नगरपालिकामा है। नगरपालिकामा है। नगरपालिकामा अधिकतम चाहिँ 35वटासम्म वडा राख्न पाइन्छ। भने मिनिमम 9वटा चाहिँ हुनैपर्छ है यो नगरपालिका हुनको लागि है त। ल अनि अर्को कुरा तपाईँको चाहिँ गाउँपालिका नभएका जिल्ला है। गाउँपालिका नभएका जिल्ला गाउँपालिका नभएका जिल्ला 2वटा छन्। जुन जिल्लामा गाउँपालिका नै छैन। कुन कुन जिल्ला हो त? काठमाडौँ र भक्तपुर। काठमाडौँ अनि भक्तपुर यो दुईटा जिल्लामा चाहिँ तपाईँको गाउँपालिका नै छैन। सबै के छ त? नगरपालिका नै छन् है। नगरपालिका नै छन्। अनि अर्को चाहिँ तपाईँको फेरि नगरपालिका नभएको जिल्ला पनि छ। फेरि नगरपालिका नभएको जिल्ला सबै गाउँपालिका मात्रै है। नगरपालिका नभएको जिल्ला सबै गाउँपालिका मात्रै भएका फेरि 5वटा छन्। फेरि है 5वटा छन्। कतिवटा छन्? 5वटा छन्। कुन कुन हुन्? टिप्नुहोस्। मनाङ, मनाङ, मुस्ताङ है। मनाङ, मुस्ताङ, रसुवा यहाँ चाहिँ गाउँपालिका मात्रै छ है त। हुम्ला, हुम्ला त्यस्तै गरेर रुकुम पूर्व, रुकुम पूर्व है। यसरी तपाईँको मनाङ, मुस्ताङ, रसुवा, हुम्ला र रुकुम पूर्व चाहिँ 5वटा चाहिँ के त? नगरपालिका नै नभएका जिल्लाहरू चाहिँ रहेछन् है। ल यसलाई चाहिँ अब ममु यसको सूत्र हेर्नुहोस् त। ममु र हुरु ममु र हुरु गरेर सम्झिनुहोस् त। ममु र हुरु भनेको मबाट मुस्ताङ, के भएर मबाट मनाङ, मुबाट मुस्ताङ, रबाट रसुवा, हुबाट हुम्ला, रुबाट रुकुम पूर्व। ममु र हुरु भनेर सम्झिनु भयो भने नगरपालिका नभएका जिल्लाहरू तपाईँको चाहिँ हुन्छ है त। ल त्यसो भए यहाँसम्म सबैजना साथीहरूलाई क्लियर छ? ल रिप्लाई गर्नुहोस्। ल अब तपाईँहरूको काम भनेको आज हामीले जति पढेका हुन्छौँ त्यो सबै कुराहरू तपाईँको आज क्लासमा पढेको कुराहरू भोलि बेलुकासम्म तपाईँ क्लासमा आउनुभन्दा अगाडि यसलाई चाहिँ क्लियर गरिहाल्नु पऱ्यो है। यसलाई याद गरिहाल्नु पऱ्यो, सम्झिहाल्नु पऱ्यो, पढिहाल्नु पऱ्यो। न त जिके भनेको थुप्राएर राख्नुभयो भने फेरि थुप्रेको थुप्रै हुन्छ। त्यसलाई फेरि कभर गर्न एकैचोटि पढ्न गाह्रो हुन्छ। त्यही भएर डेली तपाईँले पढेका कुराहरू दिनभरिमा राम्रो तरिकाले याद गरेर मजाले यसलाई लेख्दै प्र्याक्टिस बोल्दै लेख्दै बोल्दै लेख्दै गर्नुभयो भने राम्रोसँग यो याद हुन्छ है त। ल आजको लागि यति नै गरौँ। अब भोलि चाहिँ हामी फेरि यसैबाट स्थानीय तहकै कुराहरूबाट भोलिको क्लास कन्टिन्यू गरौँला। ल आजको लागि केही छुटेको छ भने भोलि यसको रेकर्डेड भिडियो तपाईँले पाउनुहुन्छ। त्यसको लागि एडमिसन फी क्लियर गरिसकेको साथीहरूले चाहिँ सम्पर्क गर्नुहोला। तपाईँलाई ग्रुपमा जोइन गरिदिनुहुन्छ है त। त्यसको लागि एडमिसन फी क्लियर गरेपछि सम्पर्क गर्नुहोला है। ल आजको लागि सबैजना साथीहरूलाई गुड नाइट।